हामी यतिखेर आज चाहिँ हाम्रो 6:17 भइसक्यो रहेछ। यतिखेर पनि सर्भिस दिइराखेका छौँ। हामीले हाम्रो स्पोर्टमा काम नभइ सकेपछि त्यही भएर हामी भयो हाम्रो भोलिन्टियर भाइले पनि एकदम आज सपोर्ट गर्नुभएको छ, उहाँलाई धन्यवाद। एकदमै आज एकदमै रात्रि भयो पनि आउनुहोस् है, जानुहोस्। अहिले कति बजे नरेन्द्रजी भन्नुहोस् त? 7 बजिसक्यो। 7 बजिसक्यो। 6:18 गएछ है हाम्रो आजको स्पोर्टमा है। आज बिहान 6 देखि 7 देखि अहिले 6 बजेसम्म 12 घण्टा नै बढी 12 घण्टा म्याक्सिमम। कस्तो लागिरहेको छ काकु? एकदमै धन्यवाद छ। यो चाहिँ प्रेसर, सुगर र सामान्य उपचारको लागि हाम्रो चाहिँ प्राविधिकको रूपमा चाहिँ अब नेत्र भाइ, मनिषा बहिनी, हाम्रो दिपेन्द्र भाइ, बसन्त बोरा, अनि अब यो औषधि किनेर यसको आयोजना गर्ने चाहिँ निरज कुमार माझी होइन, यहाँहरूलाई चाहिँ यो यत्रो ज्येष्ठ नागरिकहरूलाई चाहिँ उपचार चाहिँ अब गर्नु एकदम सामाजिक काम पनि हो, एकदमै राम्रो हो होइन। यो कामले एउटा छुट्टै समाजमा के गर्नुपर्छ भन्ने चाहिँ सन्देश पनि चाहिँ व्यावसायिक साथीहरूलाई चाहिँ पक्कै पनि सन्देश गएको छ। अनि अब यो कार्यक्रम चाहिँ एकदमै सफलता होस्, यही नै शुभकामना दिन चाहन्छु। धन्यवाद। ल धन्यवाद उहाँलाई पनि। अलि धेरै लामो समय 12 घण्टा भन्दा पनि बेसी हामीले दिएको कारणले तपाईँको अनुभव भन्नुहोस्। अब आज अलिक नाइटै भइसक्यो। कालो चस्मा लगाएको छ, आँखा देखाएन। तपाईँ पनि अब सर्भिस दिइराखेको छ? ठिक छ, खुसी लागिरहेको छ। एकदमै खुसी हुनुहुन्छ। हाम्रो बसन्तजी चाहिँ निरन्तर यहाँ लागिराख्नु भएको छ। यो आजको चाहिँ सिफ्ट अलि धेरै नाइट सिफ्टसम्मै गयो हामी, त्यही भएर अझै पनि आउँदै हुनुहुन्छ। सबैलाई धन्यवाद। हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छौँ। यसमा तपाईँहरूको प्रतिक्रिया के कस्तो छ? हामीबाट पनि धेरै कमी कमजोरीहरू भएका हुन सक्छन् र हुन्छन् पनि। ती कमी कमजोरीहरूलाई सच्याउँदै हामी निरन्तर यो सामाजिक स्वास्थ्य कार्यमा चाहिँ अगाडि लागिरहेका छौँ। हामीले चाहिँ विशेष गरी ज्येष्ठ नागरिकहरूको लागि सुगर, प्रेसर र अन्य स्वास्थ्य चेक जाँच, सामान्य स्वास्थ्य चेक जाँच गरेका थियौँ। यहाँ चाहिँ थुप्रै हामीले सेटअपहरू गरेका छौँ। यसमा चाहिँ हामी आज सेकेन्ड डेज दोस्रो दिनमा को अन्तिम चरणमा छौँ। यतिखेर राति भइसकेको छ काम गर्दा गर्दा। अब हामी स्वास्थ्य कर्मी साथीहरूलाई धन्यवाद सहित अनि यहाँ उपस्थित सम्पूर्ण स्वयंसेवक साथीहरूलाई पनि धन्यवाद र सेवा प्राप्त गर्नुभएका र सेवालाई छुट्नुभएका र थप सम्पूर्ण जनमानसलाई हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौँ। र तपाईँहरूले पनि हामीलाई सामाजिक सञ्जाल लगायत अन्य सामाजिक प्लेटफर्मबाट सकारात्मक दृष्टिकोणले सहयोग गरिदिनु भएकोमा यसको लागि पनि धेरै धेरै धन्यवाद छ। हामी हाम्रो पालिकामा रहेका र हाम्रो वडाको विशेष गरी यी क्षेत्रहरूमा रहेका हामीले स्पोर्टहरू निर्धारण गरेका छौँ। त्यो स्पोर्टहरूमा हामी बिहानै 7 बजेदेखि साँझ 5 अथवा 6 बजीसम्म चाहिँ रहने गर्दछौँ। हरेक टोलमा गएर हामीले सर्भिसहरू दिइराखेका छौँ। तपाईँहरू पनि ल्याउनुहोला। र भोलि हामी यसै गरी भेलतडी र खिड्कीझुला क्षेत्रमा चाहिँ उपस्थित रहनेछौँ। त्यहाँ रहनुभएका सम्पूर्ण स्थानीयहरूले चाहिँ सेवा लग्न हुन र उपस्थित भइदिन हुन हार्दिक अनुरोध पनि गर्दछौँ। र यति भन्दै धन्यवाद पनि छ। म निरज कुमार माझी, सञ्चालक कर्णाली कृषि तथा पशुपन्छी फार्म एन्ड एग्रोमी खिड्कीझुला।